Welcome to my new vlog. शुभ बिहानी अथवा गुड मर्निङ सबैलाई। आई होप तपाईहरु सबै सन्चै आरामै हुनुहुन्छ भन्ने आशा छ, किनकि आज म मन्चुरियन हाल्नतिर लागिहालेँ। मन्चुरियन चाहिँ घिस्दैछु अहिले। इरान र इजरायल बीच द्वन्द्व भएको कारणले आज चाहिँ हाम्रो होटलमा ग्यास आएको थिएन, त्यसैले हामी तन्दुरमा टक वान लाएको थियौँ। त्यो भन्दा म अहिले त्यो देखाउने छु। त्यो पार्ट म चाहिँ गोपी कृष्णतिर लागिहाल्ने। देख्न सक्नुहुन्छ एकदमै जाँगरको साथमा गोपी कृष्ण हालेको छु। अनि यो भिडियो यदि तपाईँ सामने आइपुग्यो भने लाइक, कमेन्ट र शेयर अवश्य गरिदिनु होला, किनकि अब चाहिँ मैले फाइनल्ली गोपी घिसेर फाइनल भएको छ। अब जान्छु म तन्दुर सल्काउनतिर। आज तन्दुरमा मन्चुरियन हाल्ने, अनि त्यस कारणले तन्दुर चाहिँ मैले सल्काइसकेको छु। यहाँ देख्न सक्नुहुन्छ आधी सल्किसकेको छ। त्यसपछि मैले कडाई बसाल्न थालिहालेँ। कडाई गर्न थालिहालेँ। मैले चाहिँ मन्चुरियन छोडेर आएर मैले कटिङ गर्न थालिहालेँ। भर्खर एकदम स्पिडको सँगमा जाँगरको साथमा हैन कटिङ गर्न लागिहालेँ म, किनकि काम गर्नै पर्यो अर्काको देशमा आइसकेपछि। अब चाहिँ उता मन्चुरियन भइसकेको थियो, म चाहिँ मन्चुरियन छान्न गइहालेँ। मन्चुरियन चाहिँ निकाल्न गइहालेँ। अनि त्यसपछि मैले मन्चुरियन निकालेँ अनि फेरि हाल्नतिर लागिहालेँ। अब के गर्नु, ग्यास नआउनको परिणाम भनेको यस्तै हो। आँखामा धुवा घुसेर एकदमै गाह्रो बनाइरहेको थियो। त्यही पनि गर्नुपर्छ, साउले भनेपछि गर्नै पर्यो हैन। जति घाम भयो भने जति जे गरे नि प्रत्यक्षमा दुःख चाहिँ गर्नुपर्छ है। घाम चाहिँ लास्टै भइरहेको थियो मेरो, आँखामा धुवा गएर हेर्नै मिलेको थिएन। अब मन्चुरियन छोड्दै फाइनल्ली मन्चुरियनको कडाई चाहिँ भरिसकेको छ। धेरै लामो भिडियो हुन्छ भनेर मैले सर्टकटमा भिडियो बनाएको छु गाइस, राम्रोसँग हेरिदिनु होला र कस्तो लाग्छ जानकारी चाहिँ गराउँदै गर्नु होला। आगामी भिडियोमा मैले अझै राम्रो गर्दै जाउँ, किनकि यो मेरो फर्स्ट भिडियो र फर्स्टचोटि बनाउन लागेको, त्यही भएर थोडा राम्रो भएको छैन होला। त्यही पनि बनाउने कोसिस गर्छु। यो चाहिँ राइसको लागि तोडेको मन्चुरियन हो, अनि उता चाहिँ मन्चुरियनको लागि भइहाल्यो। अनि त्यसपछि मन्चुरियन हाल्दैछु। यति चाहिँ बसेको छ अहिले। अनि यो चाहिँ 2 पाए निकालेको हैन, 2 पाए निकालेको र अरू मन्चुरियन हालेर सक्यो गाइस।